राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड 56। राज्यको संरचना सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना र सङ्घ प्रदेश र स्थानीय तह गरी 3 तहको हुनेछ। 2 नेपालको राज्य शक्तिको प्रयोग सङ्घ प्रदेश र स्थानीय तहले यस संविधान तथा कानुन बमोजिम गर्ने छन्। यो संविधान 3 यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा कायम रहेका अनुसूची 4 मा उल्लेख भए बमोजिमका जिल्लाहरू रहेका प्रदेश रहनेछन्। 4 स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन्। गाउँपालिका र नगरपालिकामा रहने वडाको सङ्ख्या सङ्घीय कानुन बमोजिम हुनेछ। 5 सङ्घीय कानुन बमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष संक्षिप्त वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ। 6 सङ्घ प्रदेश र स्थानीय तहले नेपालको स्वतन्त्रता, सार्वभौमता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित, सर्वाङ्गीण विकास, बहुदलीय, प्रतिस्पर्धात्मक, लोकतान्त्रिक, गणतन्त्रात्मक, सङ्घीय शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानुनी राज्य शक्ति, पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, बहुलता र समानतामा आधारित समतामूलक समाज, समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्नेछन्। 57 राज्य शक्तिको बाँडफाँड 1 सङ्घको अधिकार अनुसूची 5 मा उल्लेखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र सङ्घीय कानुन बमोजिम हुनेछ। 2 प्रदेशको अधिकार अनुसूची 6 मा उल्लेखित विषयमा निहित रहेनछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान वा प्रदेश कानुन बमोजिम हुनेछ। 3 सङ्घ र प्रदेशको साझा अधिकार अनुसूची 7 मा उल्लेखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान, सङ्घीय कानुन र प्रदेश कानुन बमोजिम हुनेछ। 4 स्थानीय तहको अधिकार अनुसूची 8 मा उल्लेखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र गाउँ सभा वा नगर सभाले बनाएको कानुन बमोजिम हुनेछ। 5 सङ्घ प्रदेश र स्थानीय तहको साझा अधिकार अनुसूची 9 मा उल्लेखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र सङ्घीय कानुन, प्रदेश कानुन र गाउँ सभा वा नगर सभाले बनाएको कानुन बमोजिम हुनेछ। 6 उपदफा 3 वा 5 बमोजिम प्रदेश सभा, गाउँ सभा वा नगर सभाले कानुन बनाउँदा सङ्घीय कानुनसँग नबाचिने गरी बनाउनु पर्नेछ र प्रदेश सभा, गाउँ सभा वा नगर सभाले बनाएको त्यस्तो कानुन सङ्घीय कानुनसँग बाजिएको हदसम्म अमान्य हुनेछ। 7 उपदफा 5 बमोजिम गाउँ सभा वा नगर सभाले कानुन बनाउँदा प्रदेश कानुनसँग नबाजिने गरी बनाउनु पर्नेछ र गाउँ सभा वा नगर सभाले बनाएको त्यस्तो कानुन प्रदेश कानुनसँग बाजिएको हदसम्म अमान्य हुनेछ। 58 अवशिष्ट अधिकार यस संविधान बमोजिम सङ्घ, प्रदेश वा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा सङ्घको अधिकार हुनेछ। 59 आर्थिक अधिकारको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्नेछन्। 2 सङ्घले साझा सूचीका विषयमा र आर्थिक अधिकारका अन्य क्षेत्रमा प्रदेशलाई समेत लागू हुने गरी आवश्यक नीति, मापदण्ड र कानुन बनाउन सक्नेछ। 3 सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो तहको बजेट बनाउने छन् र प्रदेश र स्थानीय तहले बजेट पेश गर्ने समय सङ्घीय कानुन बमोजिम हुनेछ। 4 सङ्घ, प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोतको प्रयोग वा विकासबाट प्राप्त लाभको समन्यायिक वितरणको व्यवस्था गर्नुपर्नेछ। त्यस्तो लाभको निश्चित अंश रोयल्टी, सेवा वा वस्तुको रूपमा परियोजना प्रभावित क्षेत्र र स्थानीय समुदायलाई कानुन बमोजिम वितरण गर्नुपर्नेछ। 5 सङ्घ, प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोतको उपयोग गर्दा स्थानीय समुदायले लगानी गर्न चाहेमा लगानीको प्रकृति र आकारको आधारमा कानुन बमोजिमको अंश लगानी गर्न प्राथमिकता दिनुपर्नेछ। 6 वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुनेछ। त्यस्तो सहायता वा ऋण लिँदा देशको समष्टिगत आर्थिक स्थायित्व हुने गरी लिनुपर्नेछ। 7 सङ्घ, प्रदेश र स्थानीय तहको बजेट, घाटा व्यवस्थापन तथा अन्य वित्तीय अनुसन्धान
अनुशासन सम्बन्धी व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ। साथै राजस्व स्रोतको बाँडफाँड सङ्घ प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजस्व उठाउन सक्नेछन्, तर साझा सूचीभित्रको विषयमा र कुनै पनि तहको सूचीमा नपरेका विषयमा कर लगाउने र राजस्व उठाउने व्यवस्था नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ। 2 नेपाल सरकारले सङ्कलन गरेको राजस्व सङ्घ प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण गर्ने व्यवस्था मिलाउनेछ। 3 प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिणाम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सिफारिस बमोजिम हुनेछ। 4 नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नेछ। 5 प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठाउने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानुन बमोजिम वित्तीय सम्मानीकरण अनुदान वितरण गर्नेछन्। 6 नेपाल सरकारले सङ्घीय सञ्चित कोषबाट प्रदान गर्ने सशर्त अनुदान, सम्पूरक अनुदान वा अन्य प्रयोजनका लागि दिने विशेष अनुदान वितरण सम्बन्धी व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ। 7 सङ्घ प्रदेश र स्थानीय तहबीच राजस्वको सङ्घ प्रदेश र स्थानीय तहबीच सङ्घ प्रदेश र स्थानीय तहबीच राजस्वको बाँडफाँड गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नुपर्नेछ। 8 राजस्व बाँडफाँड सम्बन्धी सङ्घीय ऐन बनाउँदा राष्ट्रिय नीति, राष्ट्रिय आवश्यकता, प्रदेश र स्थानीय तहको स्वायत्तता, प्रदेश वा स्थानीय तहले जनतालाई पुर्याउनु पर्ने सेवा र उनीहरूलाई प्रदान गरिएको आर्थिक अधिकार, राजस्व उठाउन सक्ने क्षमता, राजस्वको सम्भाव्यता र उपयोग, विकास निर्माणमा गर्नुपर्ने सहयोग, क्षेत्रीय असन्तुलन, गरिबी र असमानताको न्यूनीकरण, वञ्चितीकरणको अन्त्य, आकस्मिक कार्य र अस्थायी आवश्यकता पुरा गर्न सहयोग गर्नुपर्ने विषयहरूमा ध्यान दिनुपर्नेछ। धन्यवाद। गड ब्लेस यु अल। मेरो च्यानल सब्सक्राइब